आज चाहिँ मैले यो घाममा चाहिँ भोकटे साँधेर खाइदिनु पर्यो भनेर चाहिँ यहाँ यसरी रातो खालको भोकटे रहेछ। अन्त चाहिँ यहाँ केला यसरी लथालिङ भनेर यसो यसलाई चाहिँ अब म साँध्ने हो। यहाँ चाहिँ मैले तिखालाल र यो खोर्सानी पिसेर लगाइसकेको छु। अब यसलाई चाहिँ म मजाले मिक्स गर्ने हो। लु यति चाहिँ मैले छुट्याएको छु म खानु लागि। यो चाहिँ बाहिर म दिँदैछु। ल साथीहरू म चाहिँ भोकटे साँधेको खाँदैछु है। उता दिदी लिएर आएको अहिले। यो अरे खोर्सानीमा पनि पिरो। च्याङमारा चाहिँ मार्की लागिरहेछ र नदेको र म त सिक्किम बिहा भएर आएको दिएको फर्स्ट टाइम है खाएको यो भोकटे। तपाईँले त फोक्सै भन्नुभएको छैन। मिठो भयो जामी ए उहाँलाई दिएको बाहिरकोले पनि रित्तै उरिलेछ। बाहिरकोले पनि रित्तै उरिलेछ नि को। के हो यो चाहिँ? अर्को एकजना दाजुले पनि खाँदै रहेछ। भोकटे हो खानुहुन्थ्यो? यहाँ भिडियो बनाइ पो खाइदिँदैछ त्यो। ए हो रहेछ। ए हो रहेछ। पिरो भएछ नि। ऊ एकजना दाजुले पनि यही थालमै खाँदै थिए। मैले देख्थेँ नि त। पिरो भएर खानु सकेनौ?